नमस्ते जापान। यतिखेर हामी जापानको टोकियोमा छौँ। स्वागत छ है। तपाईँलाई पनि धेरै धन्यवाद समय दिनुभयो। यो जापानको कुरा जति पनि हेर्नुहुन्छ सबैलाई चाहिँ नमस्कार भन्न चाहन्छु। र मेरो नाम चाहिँ कर्णबहादुर कुँवर कपिल, घर चाहिँ सुदूरपश्चिम बैतडी जिल्ला। नाम त अर्को रहेछ नि त है, कर्णबहादुर कुँवर। यो नाम चाहिँ अहिले फेसबुक र उसको चाहिँ फरक छ। बैतडीदेखि जापानसम्म आइपुग्दाखेरि मैले भोगेका र मैले अहिलेसम्म यहाँसम्म पुग्दाखेरि मैले गरेको सङ्घर्षको बारेमा म केही जानकारी दिन चाहन्छु। र मैले 2023 सालमा चाहिँ म जापान छिरेको थिएँ। त्यति बेला धेरै सजिलो त थिएन, सङ्घर्षको बाटोहरू धेरै गाह्रो थियो भनौँ। त्यहाँबाट आउँदै गर्दाखेरि सुरुमा चाहिँ जापानको इबाराकी क्षेत्रमा आएको थिएँ, नियोन स्पोर्ट्स युनिभर्सिटीमा आएको थिएँ। र आएको केही समयमै मैले एक्सिडेन्ट पनि भएको थिएँ। त्यहाँबाट गुज्रिँदै गर्दाखेरि मेरो लगभग नाजुक अवस्था नै एकदम भइसकेको थियो। र साथीभाइ र यहाँ छरछिमेक र एनआरएन जापा चिबाका मोहन कार्की लगायतको नेतृत्वले चाहिँ मलाई सहयोग गरेको थियो। त्यतिखेर मलाई धेरै राहत भएको थियो। र त्यहाँबाट आउँदै गर्दाखेरि मैले सङ्घर्षहरू धेरै गरेँ। र अहिले गर्दै जाँदाखेरि मैले धेरैजना विद्यार्थीहरूलाई चाहिँ आफूबाट सक्ने हेल्प पनि गरिरहेको अवस्था छ। र जति पनि जापानबाट नेपालदेखि जापानमा आउँदै हुनुहुन्छ, यहाँ आउन सजिलो छ, ठिक छ। त्यहाँबाट पठाउँछ, 10-15 लाख लगानी लगाउनुहुन्छ, आउनुहुन्छ। तर यहाँ आइसकेपछि के गर्ने भन्ने कुरामा चाहिँ भर पर्छ। यहाँ आइसकेपछि हामीलाई चाहिने भनेको भाषा हो, होइन? सबैभन्दा भाषा छ त सबै छ, भाषा छैन भने केही पनि छैन। त्यही भएर नेपालबाट आउनुहुन्छ तपाईँहरू, आमा बुवाले तपाईँहरूलाई पठाउनुहुन्छ, 10-15 लाख ऋण लगाएर नेपालबाट यहाँ पठाउनुहुन्छ, तपाईँ आउनुहुन्छ। तर यहाँ आइसकेपछि चाहिँ सबैभन्दा सबै के हो भने गाह्रो भनेको विद्यार्थीलाई कामको गाह्रो। हामी कमाउनको लागि आएको के हो भने नेपालबाट पढ्नको लागि भनेर आउँछ। तर जापानमा चाहिँ त्यस्तो पढ्न भन्दा नि पनि सबैजनाले कामको मात्रै हेर्ने गर्छन्। तर त्यो काम गर्नको लागि चाहिँ चाहिने भनेको हामीलाई चाहिँ भाषा हो नि त। खासमा हाम्रो नेपालको भाषा र इङ्ग्लिस चाहिँ यहाँ चल्दैन भन्ने सबैलाई थाहा छ। जति पनि हेर्दै हुनुहुन्छ नेपालबाट हाम्रो अभिभावक हेर्दै हुनुहुन्छ भने तपाईँहरूलाई म के भन्न सुझाव दिन चाहन्छु भने एउटा चाहिँ 2-3 वर्षको यहाँको भोगाइ र यहाँको गरेको सङ्घर्षको बारेमा दिन चाहन्छु। तपाईँहरू आफ्नो छोरा छोरीलाई यहाँ पठाउनुहुन्छ, ठिक छ, यो पठाउनु भयो तपाईँले चाहिँ। तर त्यो पठाउने बेला चाहिँ छोराले चाहिँ कतिको भाषा गरेको छ, कतिको भाषा चाहिँ अहिले पढेको छ, कुन लेभलको भाषा बनाएको छ भनेर चाहिँ बुझ्नुपर्ने देखिन्छ। अब तत्काल स्टुडेन्टमा चाहिँ अहिले लिनेन्सी हुनुहुन्छ होइन? अहिले लिनेन्सी स्टुडेन्टहरूको लागि चाहिँ जापानमा अलिकति मेरिटेसन मर्ने समस्याहरू चाहिँ एकदमै धेरै देखिएको छ होइन? त्यसको लागि चाहिँ जापानमा भएका साथीहरूको लागि कसरी चाहिँ जानकारी दिनुहुन्छ? म यो विषयमा के भन्न चाहन्छु भने अहिले धेरै जसो हाम्रै सुदूरपश्चिमको पनि यो वर्षमा मात्रै 6-7 जनाको डेथ भइसकेको अवस्था छ। उहाँहरूले के कति कारणले यो गरे, कसरी चाहिँ गरे भन्दाखेरि उहाँहरूको खास समस्या भनेकै यो के हो भने यहाँको भोगाइ, यहाँको सङ्घर्ष थेप्न नसकेर। यहाँ के छ भने सबैभन्दा महँगाइ छ, यहाँ चाहिँ भाषा हुनैपर्ने हुन्छ, काम नपाएको हुन्छ। अनि सेनमोन नपाएर धेरै जसो विद्यार्थीहरू अवस्था एकदमै गाह्रो भइसकेको अवस्था पनि देखिन्छ। त्यो हुँदै गर्दाखेरि उहाँहरूलाई चाहिँ के हो भने आफ्नो घर फ्यामिलीबाट साथ पनि नपाएको अवस्था देखिन्छ। किनभने घर फ्यामिलीबाट जतिको सपोर्ट पायो त्यही अनुसारले गर्न सकिन्छ। त्यही भएर चाहिँ त्यहाँबाट आइसकेपछि, जापानमा आइसकेपछि सबैलाई समस्या हुन्छ। र त्यो समस्यालाई चाहिँ आफूले चाहिँ एउटा मैले चाहिँ यहाँ संसार त्याग्नु नै मेरो समस्या समाधान हो चाहिँ यो थियो जस्तो लाग्छ। 6-7 जना जानुभयो, उहाँलाई चाहिँ गर्न चाहन्छु। 5-6 जनाको ग्रेड हुन्छ, त्योमा चाहिँ मैले पनि आफूले 6 जनालाई चाहिँ सहयोग गरेको मैले 6-7 जनालाई सहयोग पनि गरेको थिएँ। त्यहाँ सहयोग गर्दाखेरि चाहिँ धेरैजना अन्य प्रदेशका साथीभाइहरूले पनि सहयोग गरेको अवस्था थियो। र उहाँले चाहिँ यो अवस्थामा जति सङ्घर्ष गर्नुभयो त्यति चाहिँ सजिलो छैन, सङ्घर्ष गर्न धेरै गाह्रो छ। र अब पनि आउनु भने सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने नेपालबाट आउँदाखेरि सबभन्दा भाषा नै हो। तपाईँहरू नआउनुहोस् कसैले पनि भन्नु सक्दैन, आउनुहोस्। तर चाहिँ के हो भने सबैले भाषा हो चाहियो। त्यही भएर चाहिँ भाषा बनाएर आउनुहोस्। एउटा चाहिँ कम्पनीका साथ नेपालबाट चाहिँ आमा बुवाको चाहिँ फुल्ली सपोर्ट, घर परिवारको फुल्ली सपोर्ट, साथीभाइको फुल्ली सपोर्ट हुन्छ भने तपाईँहरू आत्मबल गरेर गर्नुहोस्। जापान राम्रो छ, गर्न सकिन्छ, तर भाषा चाहिँ अनिवार्य चाहिन्छ। अन्तिममा नेपालमा हुने आफ्नो परिवार, आफन्त होइन, जो हुनुहुन्छ, आमा बुबा दाजुभाइ होइन, कसरी सम्झिनुहुन्छ, कसलाई सम्झिनुहुन्छ?
म विशेष गरी मेरो घर परिवारलाई सम्झन चाहन्छु र मलाई चाहिँ साथ सहयोग गर्नुहुने सबै मेरा आफन्तजन इष्टमित्र र गाउँले समाजमा भएका जति पनि हुनुहुन्छ म नेपालमा हुँदाखेरि राजनीतिक क्षेत्र पनि अलिकति म हिँडेको अवस्था देखिएको थियो त्यतिखेर म गएको थिएँ क्याम्पस पढ्दै गर्दाखेरि त्यो पनि गरेको थिएँ एकदमै राम्रो बितिएको थियो र सबैजना साथीहरूलाई चाहिँ म विशेष गरी जति पनि काठमाडौँमा मसँग पढ्नुहुने साथीहरूदेखि लिएर मलाई चाहिँ चिन्नु नचिन्नुहुने कपिल भनेर चिन्ने सबैजनालाई चाहिँ म यहाँबाट सम्झन चाहन्छु। हस्